Hello, I am Deepak. Good morning everyone. Welcome to back my YouTube channel. हामी चाहिँ अश्विन भाइ. सो आज चाहिँ हामी घाँस काट्न जाँदैछौँ. है विद्यान जान्छौ? को चाहिँ डोको नाम्न तयार भइसकेको छ. नाम देखे है अश्विनलाई डोको बोकेको. कति दिनपछि बल्ल घाँस काट्ने नि अश्विन? पुरा शीतै शीत छ. एकदमै दामी देखिया. अश्विनलाई के भन्नु छ? माइक नि छ नि. यस्तै राम्रो लाउँछौँ भने यस्तै सजिलो हुन्छ. भोलि बाग्लुङ जाने है. बाग्लुङ गरेर के किनिदिने हो त नि? आमा शीतै शीत छ है. 1 घन्टामा भरिन्छ डोका. म त काट्दिनँ बाबु. म त काट्दिनँ, तैँले हो काट्ने. अरू केही छ? केही नि छैन. केही छैन. तर म भन्दा पनि ठुलो भइसकिस्. त खतरा ठुल्ठुलो सर्प हुन्छ नि. दानाहरू त खतरा देख्यो है. हरियो. कति वर्ष लगभग मैले 3 सालपछि हरियो देख्न पाएँ. एकदम ह्याप्पी. अनि चाहिँ हाम्रो अश्विन भाइ, मेरो कान्छो भाइ, घरको कान्छो भाइ, सबैको प्यारो भाइ. बोल्न त अनि केही बोल्ला छिटो. ढुक्क के ढुक्क? गेम खेल्न जाने कि नजाने? जान पनि सक्छ, नजान पनि सक्छ. फिक्स छैन के. ए वाउ. सङ्ग्राम पोखरी. अश्विन दरो पौडी खेल्दैछ होला है सानो सानोमा यसमा. अहिले चाहिँ यस्तो भइसक्यो है. पानी त अहिले त सानो रहेछ है अश्विन खोलामा के. खोला खोला. हामी चाहिँ यहाँ नि भत्किसक्यो. हामी चाहिँ यहाँ नुहाउन आउने. यहाँ चाहिँ भत्किसक्यो रहेछ अहिले. पहिला चाहिँ खतरा नुहाउन आउँथ्यौँ हामी. कपडाहरू थिएन. दसैँमा त खतरा दाइहरू हुनुहुन्थ्यो. दाइहरू भाइहरू सबै आउँथ्यौँ. डेन्जर शीतै शीत छ है. म त भिज्ने भयो यार. पुरै धान ढल्यो. पानी हिजो चाहिँ पानी खतरा आयो है. के अनुसार के छ कि छैन? पानी शीतै शीत. फाइनल्ली हामी कहाँ आइपुग्यौँ? बाँदर हिँड्ने भिड है. पहिला चाहिँ असल बाँदर आउँछ कि आउने यहाँ? डेन्जर भिड छ. भ्यू त खतरा देख्यो है अश्विन. कुन झुल्के काम हेर्न हो त. अहिले त राम्रो लाग्यो खानु. दिप्सन भाइहरू आउँछन्. विशाल, दिप्सन अनि सन्दीप भाइ सबैजना. रातिको 4 बजे उठ्नु सक्नुहुन्छ? यो सनराइज नि हेर्दैन नि. हिँडेर जाने. चिया अनि डेन्जर भिड है. पहिला हामीले बनाएको एकपटक फेरि भत्किया. डेन्जर गाह्रो छ हौ हामीलाई खेतमा जान नि. फेरि खसेको गाह्रो हुन्छ. गोरु कसरी ल्याउँछौ? ट्र्याक्टर आउँछ कि ट्र्याक्टरले जोत्ने? गोरु हो. हामी एउटा आँखा फुटेको गोरु लिएर आएको. तैँले जोत्छ कि अरू हो मान्छेले? होइन कि अहिले खेत कसले जोतेको? खेतमै जोतेको.
पुरै घाँसै घाँस है हरियो कति राम्रो देखिया है ए हाम्रो गाउँमा चाहिँ घाँस चोर्ने नि हुन्छ नि सबै गाउँमा हुन्छ है केही हुन्न घाँस चोर्दैमा पैसा पो चोर्नु भएन अनि के किन्ने त भोलि भोलिको लागि आज प्लान बनाउनु पर्यो नि बाबु के हुँदैछ ए अश्विन बोलम के बाबु बोलम के हो र कुमामा छ त हो दाइ आइज अहिले चाहिँ बोल्दै नगर्ने भाउ खोज्छ यार खतरा है घाँस चाहिँ डेन्जर रहेछ के छ भन्न त यहाँको बारेमा खोलाहरू माथि यहाँ पाइपहरू हालेछन् यहाँ त भूत आउला जस्तो लाउँछ है मलाई हामी पहिला गाउँमा पानी लाउँदाखेरि विशाल भाइरमा आउने रात पर्छ होइन रात परेपछि यहाँ आउँदाखेरि खतरा दुर्दैन पानी है झर्ना माइ खोला नाम्ने खतरा छ यसको पुरै जङ्गल भयो एकदमै डेन्जर रमाइलो भयो फाइनली हामी चाहिँ अब खेतमा पुगिसक्यौँ अब चाहिँ घाँस काट्छौँ अनि त्यसपछि दिउँसो चाहिँ धेरै नै गर्मी हुन्छ त्यसैले चाहिँ अश्विन भाइ र म बिहानै कति बजी उठेको छ अश्विन आज 6 बजे म चाहिँ पहिल्यै उठेको कहाँ काट्ने हो यहीँ काट्ने हो ए हाम्रो खेत है कति दिन छ अरे यहाँ यहीँ काट्यो नि अश्विन यही हो कतादेखि वहाँदेखि धान चाहिँ खतरा फुल्यो फुले होइन फले भन्न अनि किन फुले खान्छ ओ बाबु डोको धन्न गएन तल अश्विन कसले काटेको मम्मीले यहीँ काटिने हो कि हामी उता काट्ने हो धान चाहिँ डेन्जर भयो है हाम्रो धान खतरा खुसी लाग्छ है मलाई खेतहरू रोप्न भट्टा नि अहिले त भट्टा नि रहेछ है के हो त यो भट्टा नभए हेर त्यहाँ किरा खुट्टामा लाग्यो भन्दाखेरि छिटो होइन छिटो त आली हो नि त भट्टा के होस् नि यो मास कस्तो लाग्छ मलाई है अहिले त मासको दाम मिठै हुन्छ होला सायद धान चाहिँ डेन्जर होस् है दसैँको टाइममा त खतरा धानहरू कोदोहरू खतरा फुल्छ है विदेशमा हुनुभएकोलाई त खतरा गाउँको याद आउँछ है त्यसो तपाईँहरूको लागि स्पेसल भिडियो चाहिँ मलाई नि हुन्थ्यो कसैले भिडियोहरू हाल्यो भने म चाहिँ खतरा हेर्थेँ त्यसैले तपाईँको लागि एकदम राम्रो आहा पुरै ढलेछ है यहाँ त ढलेको धान त काट्न नि गाह्रो हुन्छ लोट लाग्छ नि फेरि यहाँ कोही रुख थिएन रे यहाँ एक गोरु बनाउन काटेको यहाँदेखि चाहिँ डेन्जर देखिन्छ भ्यू चाहिँ खतरा देखिन्छ ल न साथ मोबाइल यहीँ आउनु पर्ने अश्विन हामी घाँस काट्न है सरर भीमा पोखरा सीमा अनि उता चाहिँ हाम्रो गाउँ हामी बस्ने ठाउँ यो चाहिँ भिड चाहिँ डेन्जर छ पुरै भिड हो यो है
भिड चाहिँ डेन्जरै छ यार कति राम्रो देखा अश्विन भाइ कुन काट्ने कुन काट्ने ल भन् के को ए भिड छ है पुरा भिड हो हामीले यहाँ पहिल्यैदेखि घाँस मैले काट्थेँ मम्मीलाई चाहिँ जान दिन्थेन मैले एक्लै काटिदिन्थेँ मैले भिडको घाँस कुन एङ्गलदेखि धान मम्मीले भनेको अश्विनले त घाँसै काट्दैन अरे यो एङ्गल दामी देखा सङ्ग्राम यसै सङ्ग्राम त्यहाँ बसन्त ताप पनि छ क्या त्यहाँ कहाँ बसन्त बसन्त ताप टक्क पारामा पङ्ग्राम रोड लाग्ने आएको छैन यो भ्यूहरू निकाल्ने खतरा धान चाहिँ त वहाँदेखि हुनेसम्म छ है अरू भन्दा नि मै काट लगाउनु त खतरा मजा आउँछ दिदीको यहाँदेखि सिधै हुमी गइदिने हो यहाँदेखि सिधै यहाँ तपाईँहरूले माया गर्नु पर्यो साथ दिनु पर्यो त्यसपछि युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु पर्यो